सभामुख महोदय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करदौको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भइरहेको भन्ने विभिन्न पत्रपत्रिकाहरूमा समाचार आइरहेका छन्। यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होइन, यो त रोजगारीको रूपमा विदेश जान खोजेका सामान्य युवाहरूमाथि गरिएको लुट र सङ्गठित मानव तस्करीसँग जोडिएको विषय हो। उपलब्ध तथ्याङ्कहरू अनुसार औसतमा प्रति महिना 20,000 भन्दा बढी नेपालीहरू भिजिट भिसामा बाहिर जाने गरेको देखिन्छ। यी मध्ये 40% जति व्यक्तिहरूसँग प्रतिदिन 50 लाखदेखि 3 करोडसम्म उठाउने गरिएको भनिएको छ। यही अनुपातमा गत असोजदेखि मात्र पनि 120 करोडदेखि 400 करोडसम्मको भ्रष्टाचार भएको हुन सक्छ। सम्माननीय सभामुख महोदय, यत्रो ठुलो खेल कुनै राजनीतिक संरक्षण बिना सम्भव हुन सक्ला?